हाल्दैन क्या यो ठाउँतिर आएर हाल्नु मुद्दा मात्रै आज यहाँबाट सुरु भयो हाम्रो अब स्टार्टिङ पोइन्ट गोपीकृष्णको यो खोलाको छेउबाट अब यहाँबाट सुरु हुन्छ बिस्तारै राइड सम्पूर्ण साथीहरूलाई स्वागत छ विजय आज चाहिँ हाम्रो काठमाडौँदेखि मातुरी भर्जियाङसम्मको राइडमा छौँ काका भोटिसको भिडियोहरू हेर्दै गर्नु होला ल अब हामी यहाँ एयरपोर्ट साइडमा आइसकेको छु गौशाला हुँदै एयरपोर्ट चोकमा छु अलिकति जाम भइरहेछ यहाँ यसरी नै अब तिनकुने कोटेश्वर हुँदै हामी वारकोतिर प्रस्थान गर्दैछु हजुरहरू हेर्दै गर्नु होला हाम्रो भिडियो कस्तो लाग्छ लाइक गर्नु होला सब्सक्राइब गर्नु होला मन परे माया गरी खाइदिनु होला ल तिनकुने आइसक्यो हामी अब तिनकुनेबाट अगाडि बढ्दै हो कोटेश्वरबाट हामी राइट लिन्छौँ सिधा गयो भने अरनीको राजमार्ग हो अरनीको यातायात हुँदै धुलिखेल कहाँ कहाँ पुगिन्छ यता हामीबाट नगएर राइट लगाएर कोटेश्वरबाट वारकोतिर लागिन्छ यस्तो छ आजको राइडको मजा यस्तो रफ छ एकदम आनन्द छ हावा लागिरहेछ आनन्दले चिलमा हिँडिरहेछु धेरै हतारमा छैन हामी बिस्तारै हिँड्दैछु तपाईँहरू पनि आउनुहोस् यस्तै यही हामी लोकेसन म्याप ट्र्याक गर्दैछु हजुरहरूलाई हाम्रो भिडियो हेर्दै भिडियोलाई मन पराएर लाइक गरिदिनु होला र माया देखाइदिनु होला उनको बाटो आयो नि होइन बर्कुबाट जानु भनेन होइन त्यहाँबाट हेर्नुहोस् कोटेश्वरको हाइवे आनन्दको चिल छ शनिबार खाली छ घुम्न आउनु रमाइलो छ कोटेश्वरबाट कटेर हामी बालकुमारीतर्फ लागिरहेको छ बालकुमारी अब आइपुग्न लागिसकेको छ बालकुमारी आइसकेपछि हामी सिधै वार्कुमा पुग्नेछु वार्कुको हजुरलाई फ्लाइओभरबाट हामी फ्लाइओभरबाट तल झर्नेछु ल अब वार्कुको आइपुग्नु लाग्यो ब्लग चालु छ भइरहेछ अब ग्वारको आउँदैछ ग्वारकोबाट हामी लेफ्ट टर्निङ हुनेछौँ यहाँ ग्वारको चोकबाट हामी लुबु लामाटार बस पार्कतिर लाग्नेछौँ ग्वारको चोकको फ्लाइओभर यो चोक अब हामी यताबाट लेफ्ट लाग्नेछौँ यताबाट सिधा गयो भने मङ्गल बजार उता गयो भने सातो बाटो यता गयो भने ग्वारको लामाटार लुबु बस पार्क यतैबाट जान्छ दामी छ है बाटो चाहिँ दामी छ बस गाडीको चाप त कति शनिबार पनि यस्तो चाप छ अब यताबाट हामी रातामकै चोक हुँदै अगाडि बढेर लुबु बस पार्कमा पुग्नेछु हजुरहरूले हाम्रो भिडियोलाई फलो गर्दै गर्नु होला लोकेसन भिडियो जस्तो नि हो यो तपाईहरुलाई सहज हुनेछ हाम्रो भ्लगले चाङाथलीको उकालोबाट हामी अब लुबु बस पार्क छिर्ने छौं यहाँ चाहिँ अलिकति बाटो साङ्गो छ मेन बाटो अघिको ठुलो बाटो छोडेर अब हामी साङ्गो बाटो प्रवेशद्वार हुँदै छ यो बाटो हल्का सानो छ यो भन्दा अलिक अगाडि पुगेपछि फेरि
वान वे हो पाइपलाई चाहिँ वान वे सक्दैन यहाँबाट चाहिँ हामी लुकु बस पार्क लगभग 1-2 किलोमिटरमा पुग्नेछु र अब लुकु बस पार्कमै पुगेर भेटौँला है। ल अब लुकु बस पार्क आइसकेको छ हेर्नुहोस्। बस पार्क टोलीहरूको यो के हो लुकु बस पार्क यो लुकु बस पार्क चाहिँ है लुकु बस पार्क यहाँबाट अब माथितिर लाग्छ म यहीँसम्म मात्र हो आएको थिएँ सुरुमा अब यहाँबाट मलाई बाटो थाहा छैन अब तपाईँहरू चाहिँ हेर्दै जानुहोस् अब यहाँबाट कहाँ पुग्छ मलाई थाहा छैन। ल अब के छ अब सुन्तला 1 किलो किनेर हामी यहाँबाट लाग्नेछु। त्यस्तो डाँडामा भन्छ नजिक 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 अब लुबु बस पार्क आउँछ अरे लामाटार बस पार्क लुबु बस पार्क भनिनुहुन्छ लामाटार बस पार्क भनिनुहुन्छ। धेरै टाढा त होइन रहेछ खासै मलाई त सुरुमा धेरै टाढा लागेको थियो। हजुरहरू आउनुहोस् बाइकमा गाडीमा हो भने चाहिँ हजुरहरू अब यो बस पार्कसम्म मात्र आउनुपर्छ त्यहाँबाट हिँडेर जानुपर्छ। बाइकमा आयो भने चाहिँ माथिसम्मै पुगिन्छ सकेसम्म गाडीभन्दा बाइकमै आउनुहोस् हजुरहरूलाई बेस्ट हुनेछ। र अब हामी अब आइपुग्न लागेको छ हाम्रो डेस्टिनेसनमा अनि डेस्टिनेसनमा बसेर यसो गफगाफ गरेर हल्का सिल्का टिकटक बनाएर हामी बिस्तारै रिटर्न ब्याक हुनेछु। ल अब हामी डाइरेक्टै उतै पुगेर तपाईँलाई भिडियो बनाउनेछु। ल लुकुबाट हामी माथि लागिसक्यो अझै लाखुरीको बोट चाहिँ यही हो। बस पार्क चाहिँ यहीँसम्म रहेछ लाखुरी भन्ज्याङको बस पार्क चाहिँ यहीँसम्म हो। अब यहाँबाट नि अलि अगाडि जानुपर्छ अझै यहाँबाट पनि यहाँबाट अगाडि गएर चाहिँ लेफ्ट लाग्नुपर्छ। बस पार्क चाहिँ यहीँसम्म है लाखुरी भन्ज्याङको बस स्टप चाहिँ यहीँसम्म हो। साझा यातायात पनि आउँछ यहाँबाट चाहिँ हजुरहरूले लेफ्ट राइट गर्नुपर्ने हुन्छ। यहाँ बस माथिसम्म जाँदैन यदि जानुपर्ने हो भने चाहिँ रिजर्भ गरेर जानुपर्छ हजुरहरूले। यताबाट लेफ्ट जस्तो लाग्यो लेफ्ट यहाँबाट लेफ्ट हो यता लाग्नुपर्छ है। यता यो चोकबाट ठ्याक्क लेफ्ट लाग्नुहोस् सिक्दै होला नि त। बाटो यस्तो राम्रो छ जङ्गलको चिसो भाइब्स आइरहेछ आनन्दको कालिज पाउँछ यो ठाउँमा भिडियो बनाउनेले बनाइरहेछ। हिरो बाटो यस्तो छ लाखुरी भन्ज्याङको कति राम्रो छ। बाइकको भिडियोहरू पनि बनाउनु पर्छ अहिले। मैले त यो बाइकको एउटा भिडियो बनाएको छैन है किनेदेखि बाइकको फोटो नि खिचेको छैन यस्तो छ आनन्दको बाटो जङ्गलको बिचबाट बाटो निकालेर मजाले बाटो मजाले अलि ठाडो उकालो चाहिँ उकालो छ बिस्तारै आउनुपर्छ। अनि नयाँ बाइकहरू ल्याउनु भन्दा हजुरहरूले मजाले चढिन्छ आनन्दले सेम गोदावरीकै भाइब छ गोदावरी आएको जतिकै देखिन्छ।
हिँडेर आएर चाहिँ सकिँदैन है। बाटो पनि के हो यो? बाटै हो त। बाटो त बाटै हो। धेरै अफरोड रहेछ। अफरोड छ, बिस्तारै आउनुहोस् होला। अलिअलि बाटो चाहिँ कस्तो आलु जस्तो यार। त्यो धेरै माटो बालो जमेको छ क्या। आमामामामा यो मर्छ यो। हिँड्न बर्बाद पारेन यार। केही देख्दैन। धुलोले केही देख्दैन यार। सकिन्न रहेछ। अफरोड चाहिँ कामै छ नि यो बाइक सक बनाउनु पर्ने रहेछ यार। हो उभिँदैन। उभिरहेछ नि अलिअलि। पानी हाल्दैन क्या यो ठाउँतिर। म आएर हाल्नु मुद्ने मात्रै हो। मान्छेहरू फर्किने बेला भइसक्यो। हामी भर्खर हिँड्दै मेरो बाइक लिएर आ भएर जानु। बल्ल यो लाखुरी भन्ज्याङको यो माथि जाउँ डाँडामा। होइन डाँडामा अहिले पहिलाभन्दा उता मात्रै जाउँ। बस यहाँसम्म आउँछ। लाखुरी भन्ज्याङको हो त्यो त। डाँडा चाहिँ माथि जाने। यहाँबाट चाहिँ पार्क जान्छ। यहाँबाट कता जाने? यहाँ माथि हो क्या। अँ माथि हिँड्नु न। माथि त के हो? माथि त हो मेन जन विशेष चाहिँ। टिकटक बनाउने माथि। लक्ष्मी भन्ज्याङ हामी आइसकेका छौँ। लक्ष्मी भन्ज्याङको यो जङ्गलको एक फन्कोमा हामी बाइक पार्किङ गरेर त्यहाँबाट अलिकति हिँडेर हामी माथि डाँडाको यसमा पुग्नेछौँ। डेस्टिनेसनमा पुग्नेछौँ। अनि हामी माथिबाटै देखाउनेछौँ हजुरहरूलाई। शनिबार आजको दिन घुम्न आउनेहरू कति कति। ल पार्किङ गर्ने ठाउँ चाहिँ यही है। यतैसम्म हो। यहाँबाट बाटो छैन। यहाँबाट सबैले पार्किङ गर्ने यहीँ हो। पार्किङ गरे जङ्गलको माथि। लाकुरी भन्ज्याङको डाँडाबाट देखिने काठमाडौँ, भक्तपुर, ललितपुरको मनमोहक दृश्य र हिमालहरू पनि देख्न सक्नुहुन्छ। विशेष गरी शनिबार भिडभाड हुने देखिन्छ यो मनमोहन पार्क लाकुरी भन्ज्याङ डाँडामा चाहिँ। भतिज अगाडि हिँडिरहेछ। काठमाडौँको धुलो धुवा व्यस्त सहरमा बस्दा बस्दा यो रमणीय डाँडामा आउँदा चाहिँ अलि छुट्टै मजा हुने रहेछ। साथीहरू हामी काका भतिज चाहिँ काठमाडौँदेखि लाकुरी भन्ज्याङ घुम्न आइपुगिसकेका छौँ। लाकुरी भन्ज्याङबाट विशेष भ्यू काठमाडौँ, भक्तपुर, ललितपुर मजाले देख्न सक्नुहुन्छ र रमणीय हिमालहरू पनि देख्न सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेरेर साथ। लाखुरी भन्ज्याङको डाँडाबाट हामी हिँड्दैछौँ। भन्ज्याङ हो माथि हिमाल देखिरहेको छ। गणेश हिमाल। मनमोहन पार्क। मनमोहन पार्कमा हामी यहाँ काका भतिज आउँदैछु। पार्क यस्तो छ। हेर्नुहोस् काठमाडौँ। मेरो भिडियो बना एउटा। क्या भने? भिडियो?
भन्ज्याङ डाँडाको रमाइलो दृश्यहरू हेर्न सक्नुहुनेछ। आज शनिबारको दिन विशेष वनभोज कार्यक्रम धेरै रहेको छ। भन्ज्याङ घुम्न आउनको लागि चाहिँ काठमाडौँदेखि 20 किलोमिटरको दूरीमा रहेको छ। यो धेरै हाइट, काठमाडौँदेखि अलि हाइटमै रहेको छ। तपाईँहरू पनि काठमाडौँदेखि आउँदै हुनुहुन्छ भने बाइक स्कुटी गाडी जम्मा आयो भने 20 किलोमिटरको यात्रामा आइपुग्नुहुन्छ। ल लाखुरी भन्ज्याङ बाई बाई। अब हामी यहाँबाट निस्किँदैछ। यहाँको रमाइलो पढ्ने बाटोभरि पिकनिक खानेहरू फर्किरहेर रमाइलो गरिरहेको छ।